करिब 7 महिनादेखि फरार रहेकी नेपाली कांग्रेसकी सांसद माया राई आज पक्राउ परेकी छिन्। विगत 7 महिनादेखि प्रहरीको फरार सूचीमा भए पनि सांसदको तलब र भत्ता भने खुरुखुरु बुझ्दै आएकी राई हिजो सदनमा हाजिर गर्न पुगेको समाचार आज बिहानदेखि नै भाइरल बन्नेको थियो भने अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको एकजना सांसद हिजो प्रहरीको 3 लेयरको सुरक्षा घेरा रहने सदनभित्र पुगेर हाजिर गरेर फर्कदा समेत उनलाई पक्राउ गर्नुको साटो उल्टै प्रहरीले सलाम ठोकेर छाडेको भन्दै नेपाल प्रहरीको समेत आज चर्को आलोचना भइरहेको थियो, जसको फलस्वरूप अहिले भर्खरै मात्रै काठमाडौँ अपराध अनुसन्धान शाखाले उनलाई कपानबाट पक्राउ गरेको छ। अब हेरौँ उनीमाथि लागेको आरोप के हो त भन्ने बारे। पछिल्लो समय सहकारी ठगीको बादशाहको रूपमा चिनिएको गीतेन्द्र बाबु उर्फ जेबी राईकै समूहको स्वामित्वमा रहेको काठमाडौँको कालीमाटी स्थित रहेको स्वर्णलक्ष्मी सहकारीको 2 अर्ब 65 करोड हिनामिना प्रकरणमा प्रहरीले गरेको अनुसन्धानमा सांसद राई 2073 सालदेखि 74 सम्म सञ्चालक समितिको सदस्य रहेको र त्यसपछि 2074 देखि 2076 सम्म उक्त सहकारीको सहसचिव भएर काम गरेको खुल्न आएको थियो। यस्तै सोही समयमा राई सञ्चालक समितिमा रहेकै बेला अर्थात् आर्थिक वर्ष 2073-74 मा सहकारीको रकम अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो भने त्यति बेला बिना धितो ऋण प्रवाह गरेको समेत भेटिएको थियो। स्वर्णलक्ष्मी सहकारीमा 89,34,355 रुपैयाँ सांसद राई सञ्चालक समितिको सदस्यमा रहेको बेला अपचलन भएको उनको अभियोग पत्रमा समेत उल्लेख गरिएको छ। यस्तै कुल पुँजीको 10% भन्दा बढी रकम लगानी गरेको भेटिएको थियो भने सूचीकृत नभएका संस्थाहरूलाई समेत लगानी गरेको भेटिएको थियो। यस्तै सांसद राई सहसचिव रहेको समयमा यानि कि आर्थिक वर्ष 2074-75 मा पनि रकम अपचलन भएको भेटिएको थियो र आर्थिक वर्ष 2074-75 को लेखा परीक्षण प्रतिवेदन रिपोर्टमा पनि बिना धितो समूहलाई आधार मानी लगानी गरेको भन्ने रिपोर्ट छ। यसै गरिकन 1,42,10,433 रुपैयाँको ऋण नोक्सानी व्यवस्था गरेको पनि अभियोग पत्रमा उल्लेख गरिएको छ। यस्तै आफ्नो शेयर पुँजीको 10 गुणा भन्दा बढी बचत सङ्कलन गरेको समेत त्यहाँ भेटिएको थियो भने राई सहसचिव रहेको बेला आर्थिक वर्ष 2076-77 मा पनि कानुन विपरीतको कार्य स्वर्णलक्ष्मी सहकारीमा भएको खुल्न आएको थियो। लेखा परीक्षण प्रतिवेदनमा संस्थाले पाउनुपर्ने ब्याजलाई ऋणमा पूंजीकृत गरी आम्दानी जनाउन नपाइने व्यवस्था रहे तापनि संस्थाले पाउनुपर्ने ब्याजलाई पूंजीकृत गरी आम्दानी जनाएको खुलेको थियो। प्रहरीले यही र यस्तै विषयलाई प्रमाणको रूपमा आधार मान्दै त्यो समयमा सांसद माया राई सहित गरेर 44 जना विरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दा चलाउन सिफारिस गर्दै जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। तर काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले सांसद माया राई सहित गरी 5 जनाको वतन यानि कि 3 पुस्ते विवरण र ठेगाना नखुलेको भन्दै 39 जनालाई मात्रै मुद्दा दर्ता गरी 5 जनालाई उन्मुक्ति दिएको थियो, जसमा नेपाली कांग्रेसकी सांसद माया राई पनि थिइन्। त्यसयता भूमिगत रहेरै हरेक महिना सरकारी सेवा सुविधा बुझ्दै आएकी राई अब पनि उपस्थित नभए सांसद पद नै धरापमा पर्ने देखिएपछि हिजो एकाएक उनी सदनमा देखा परेकी थिइन् र सदनमा उनले हाजिर